Hi guys, welcome back my mini vlog. आज चाहिँ भने यो मेरो ग्यालरीमा पुरानो भन्दा पनि अस्ति दिवाली भन्दा अगाडिको साफसफाइ हामीले गरेकोहरूको भिडियो रहेछ। यसो अल्छी लागेर हेर्दै जाँदाखेरि हैन, यो चाहिँ म तपाईहरुसँग शेयर गर्न मन लाग्यो। यहाँ चाहिँ अब मैले जहिले पनि घरहरु सफा गर्दाखेरि चाहिँ मलाई कसरी सकाउनुहुन्छ भनेर देखाउन मन लाग्यो तपाईलाई हैन पापाले। अनि चाहिँ मैले यो भिडियो फेरि लगाउँदै छु। यो चाहिँ अस्ति दिवाली भन्दा अगाडिको साफसफाइ गर्दै गरेको भिडियो हेर्नुस् होला। घर सफा गरोस् या फुल रोपोस् हैन, मलाई पापाले सकाउनुहुन्छै हुन्छ जसरी पनि हैन। अनि यहाँ पनि मलाई भाँडाहरु धुन सकाउनुहुँदैछ। मैले होस् 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 म आफै गर्छु भन्दा पनि छिटो हुन्छ भन्दै पापाले अहिले घाम गइहाल्छ, घाम गएपछि त जाडो हुन्छ भनेर चाहिँ छिटो छिटो सकाउनुहुँदै थियो नि हैन। यहाँनिर चाहिँ छेजङ पनि आएर पुरा त्यहाँनिर भिडियोहरु बनाउँदाखेरि चाहिँ त्यो पनि यता उता गरिरहेको थियो। अनि यहाँ चाहिँ अब हामीले किचनको भाँडाहरु निकालेर धुन थालेको थियो है। सबैभन्दा डेलिकेट चाहिँ यो फुट्ने भाँडाहरु हुन्छ, यो चाहिँ हामी अगाडि धुइसक्यो हैन। कपहरु यस्तो पेलाहरु चाहिँ त्यतिकै राख्दा पनि मैला भइहाल्छ हैन। यहाँनिर चाहिँ पानी चाहिँ घरमै पुरै प्राइभेट पानी छ, हाम्रो चाहिँ पानीको चाहिँ सुर्ता छैन हैन। यहाँनिर चाहिँ हामी गीत सुन्दै पापा र हामी चाहिँ गीत सुन्दै यहाँनिर भाँडा धुँदै थियो। छोरीले पनि सघाउँदै थियो है, अगाडि चाहिँ उसले पनि सकाएको थियो। ऊ चाहिँ यहाँनिर दोकानमा मान्छे आएको भएर ऊ चाहिँ दोकानमा थियो। हामी चाहिँ यहाँनिर पापा र म चाहिँ कप ग्लासहरु यिनीहरु चाहिँ निकालेर धुँदै थियो हैन। यहाँनिर हेर्नुस् न, छेजङ पनि यसो गर्छ भिडियो बनाउँदाखेरि त भिडियो अगाडि बनाउँदैछ भनेर चाहिँ प्राय। अनि यो धुइसकेर चाहिँ धेरै काम हुन्छ दिवालीको टाइममा चाहिँ, त्यही साह्रो बिजी हुन्छ है। तर मौसम पनि त्यस्तै खालको हुन्छ नि त, घर सफा गरौँ गरौँ लाग्दो, पानी पनि मजाले आइरहेको हुन्छ र घाम पनि लागिरहेको हैन। छोरीलाई चाहिँ मैले खाजा बनाउनु भनेको थिएँ, उसलाई चाहिँ झालमुरी बनाउला भनेर भनेको थिएँ। उसले झालमुरीहरु आजकल त मिठो बनाउँछ नि हैन, चियाहरु झालमुरी खाजाहरु सबै बनाउँछ। मेरो ठुलो छोरीले चाहिँ मसँग सँगसँगैको छ है। म भन्दाखेरि चाहिँ हामी 18 वर्षको मात्रै ठुलो सानो हो मेरो ठुलो छोरी र म चाहिँ। अनि उसले पनि धेरै कामहरु सकाउँछ। यहाँनिर चाहिँ अब सबै लगभग सकिगयो है। यहाँ कपहरु चाहिँ सबै धुइसक्यो। अब चाहिँ यहाँनिर यो खाली काँसा तामाहरु अलिअलि मात्रै थियो। यो चाहिँ मैले अस्ति पनि अलिकति छछेमको अलिकति गर्दै दिनै अलिअलि गर्दै, थालहरु अलिअलि पापाले 2 दिन भएको थियो हैन। यहाँनिर चाहिँ अब लोटाहरु अलिअलि मात्रै थियो, यो हिजो अस्ति नयाँ किनेको सामानहरु मात्रै। अनि यो चाहिँ म धुँदै थिएँ यहाँनिर हेर्नुस्। र अब चाहिँ भने हामी एकछिन खाजा खाँदैछु है। यहाँनिर पापाले चाहिँ क्यामेरा मैले अन गरेर स्ट्यान्डमा राखेको थिएँ नि त, हेर्नुहुँदैछ पापाले भिडियो गर्दैछ भनेर। अनि गीत पनि बजाउँदै हामी चाहिँ खाजा खाइसक्यौँ। अब चाहिँ फेरि यहाँ अलिकति रहेको छ, यो धुइहाल्नुपर्ने छ। घाम चाहिँ हाम्रो आँगनमा कम्ती मात्रै लाग्छ, जस्तो जाडो लाग्छ त्यस्तै हाम्रो आँगनमा चाहिँ घामै लाग्न छोडिहाल्छ हैन। हाम्रो घरपट्टि